आजको पूजाबाट ती वीर शहीदहरू ढेउचेनी सिंगम सुखाउने भवनमा अवश्य पुग्नेछ भन्ने हामीले विश्वास गर्नुपर्दछ। त्यसैले ती वीर शहीदहरूलाई सम्मान स्वरूप आज गरिएको यो श्रद्धाञ्जली अर्पण कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि ती वीरहरूलाई मैले सम्झना स्वरूप उहाँहरूलाई हृदयदेखि नै अन्तरात्मादेखि नै मैले उहाँहरूको वीरताको लागि मैले सम्मान र उच्च कदर गर्छु र उहाँको आत्माको चिर शान्तिले कामना गर्दै उहाँहरूलाई उच्च सम्मानसहित उहाँहरूलाई सुखावती भवनमा बास होस् भन्ने कामना गर्दै उहाँहरूलाई मनबाटै संस्थाको तर्फबाट र समग्र तपाईँहरूको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। र मैले यो दुःखद घडीमा अन्य भाषण घोषण गर्नुभन्दा उहाँहरूको आत्मालाई ढेउचेनी सिंगमसँग पुगोस् भन्ने हामीले प्रार्थना गर्नुपर्ने भएको हुनाले आज मैले यति मात्र कुरा राखेँ र अबको केही समय पछाडि हामी उहाँहरूलाई श्रद्धाञ्जली अर्पण स्वरूप हामी दीप प्रज्वलन हामी कार्यक्रम राखेका छौँ। हामी सबैले आफ्नो हातमा दीप हामीले छिमेबत्ती तयार पारेका छौँ। बालेर बौद्ध छोड्थेन हामीले एकचोटि परिक्रमा गर्नेछौँ र हामीले गर्दै हामीले कार्यक्रम विसर्जन गर्नेछौँ। र हामीले आजको यो कार्यक्रममा विशिष्ट अतिथिको रूपमा हाम्रो सम्मानित व्यक्तित्व आजको ऊर्जा मन्त्री शहरी विकास मन्त्री कुलमान घिसिङलाई आमन्त्रण गरेका थियौँ र उहाँले आजको कार्यक्रममा हामीलाई समय दिनुभएको थियो। तर भर्खरै 5 बजे अकस्मात चाहिँ उहाँको चाहिँ क्याबिनेट चाहिँ बैठक सुरु भएको हुनाले आज उहाँ उपस्थित हुन सक्नु भएन र उहाँले 6 या 7 बजेसम्ममा उहाँ जसरी भए पनि आउँछु भनेर हामीलाई वचन दिनुभएको मैले यहाँहरूलाई पनि जानकारी गराउँदै हामी दीप प्रज्वलनको कार्यक्रममा अगाडि बढ्नेछौँ भन्दै यहाँ सबै सङ्घ संस्थाहरूलाई उपासक उपासिका सबै सङ्घ संस्थाहरूलाई यो कार्यक्रममा सरिक भइदिनु भएकोमा र साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै वीर शहीदहरूलाई एकचोटि फेरि पनि उच्च सम्मानको साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हस्, धन्यवाद। धन्यवाद हाम्रो बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाज्यूलाई। अब तपाईँहरूको माझमा सबैको हातमा छिमेबत्ती आइपुगेको होला भन्ने मैले विश्वास लिएको छु। यसैले हाम्रो बौद्ध जागरणका महासचिव आले घिसिङज्यूलाई लाइटरको व्यवस्था उहाँले गर्नुभएको छ। तपाईँहरू सबैले बत्ती बालिदिनु होला। र अब हामी स्वर्गीय परम पूजनीय टुल्को मुक्तनामका लेम्बुजीज्यूको बाहुल्यबाट यहाँ दीप प्रज्वलन भइसकेको छ। तपाईँहरू पनि आफ्नो आफूसँग भएको दीप प्रज्वलन गरिदिनको निम्ति सबै उपासक उपासिकाहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी तपाईँहरूले सँगसँगै मार्बे मलममा पनि हाम्रो श्रद्धेय धर्म गुरुजीहरूसँग मार्बे मलमको लागि सहयोग भइदिएको निम्ति अनुरोध गर्दै अब हामी यो मार्बे मलम पश्चात हामी अध्यक्षज्यूले घोषणा गरे अनुरूप हामी बौद्ध 1 राउन्ड गर्नेछौँ र सकेसम्म बौद्ध 1 राउन्ड गर्नेछौँ। त्यसपछि कार्यक्रम विसर्जन भएको हामीले यहीँ त्यो गर्दै यहाँहरूको माझबाट म देखास भुक्तान बिदा हुन चाहन्छु। धन्यवाद। पूज्यजी लास्ट दस्तुरले यो पेचा छ भने चाहिँ यो चाहिँ 52 नम्बरमा रहेको छ। मार्ने मलाई दिपा मार्बे मलम सबैले बालिसके पछाडि मार्बे मलम सक्ने बित्तिकै हामी यो मार्बे मलमलाई बौद्ध परिक्रमा गर्नेछौँ है। सबैजना हाम्रो बौद्धनाथ क्षेत्र विकास समितिको पदाधिकारी अध्यक्षज्यू हाम्रो कार्यकारी प्रमुखज्यू र सदस्यज्यूहरू हाम्रो अगाडि रोमा हुनुहुन्छ। त्यसपछि सम्पूर्ण सङ्घ संस्थाका उपासक उपासिकाहरू पनि यसमै यो बौद्ध फोरममै सरिक भइदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। ल अब हामी मार्ने मलम गर्न चाहन्छौँ। तपाईँहरूसँग सबैसँग हुन नसक्ला, त्यस कारण यो जुन माथिको पाठ चाहिँ मैले भन्दा हजुरहरूले पनि भन्नुहोस् है त। मार्मे नैनी तोङसोङ्गे तोङछेन्बो जिग्देन खङ्गे फोरयोगदम न्याम्बर ग्युरुजे
yalbo rera tamdu gyurje marhuni thai gyatso tamdu gyurje dangni sangye rere dundu dungchur rere jungbar gyurji koigi sibe jemo mencheni narmebe nyalwa yenchegi marikbe munba tamje salni chokjui sanggedang jangchu sembe singham tamje ngunsumdu tongsing salvar gyurji om bajra aloge ahung om bajra aloge ahung om bajra aloge ahung किताब सबैले किताब हेर्नु नभए उठाएर मात्रै बस्नु है
सबैलाई बौद्ध परिक्रमामा सहयोग भइदिनको निम्ति अनुरोध गर्न चाहन्छु। तपाईहरु बिस्तारै उठ्नुहोस्। हाम्रो रेपुचे अगाडि र त्यसपछि हाम्रो बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षज्यू र कार्यकारी निर्देशकज्यू र सदस्यज्यूहरू, त्यस पछाडि हामी विभिन्न सङ्घ संस्थाका उपासक उपासिकाहरूलाई लाइनबद्ध रूपमा यो फोलो गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यतिखेर हाम्रो रेपुचे स्तरले रेपुचे ज्यू हामीमाझ यो बौद्ध पर्वमा सहयोग भएको छ। हामी भाग्यमानी पनि छौँ जुन हामी देश लुइरहेको छ र सबै नेपाली आमाहरूको आँसुले भिजेको छ। त्यो दुःखद घडीमा हामी आज मार्वे मलम उहाँहरूको वीर सपुत्रहरूको शपथमा यो मार्वे मलम बालिरहेको छौँ। त्यसैले सबैले कुरो गर्दाखेरि यी वीर शहीदहरूलाई, यी कलिला नेपाली छोराछोरीहरूलाई सम्झना रुपी गरिदिनको निम्ति म हार्दिक अनुरोध गर्दै यो परिक्रमा गरिदिनको निम्ति हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद। आन्दोलनको क्रममा
शहादत प्राप्त गर्नुहुने वीर शहीदहरूको प्रति हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली तथा दीप प्रज्वलन। अब देख्दै देख्दैन ओम मानी पद में हम, ओम मानी पद में हम, ओम मानी में हम, ओम मानी पद में हम, ओम मानी पद में हम। मृतक श्रद्धाञ्जली, मृतकहरूप्रतिको श्रद्धाञ्जलीमा यो दीप प्रज्वलन तथा उहाँहरूप्रति श्रद्धाञ्जली। ओम मानी पद में हम मणि मल्लम भन्दो रहेछ, मणि मल्लम प्रदान गरिरहेका छौँ। यो एकदमै महत्त्वपूर्ण कार्यक्रम, एकदमै सराहनीय कार्यक्रम यहाँ भइरहेको छ। पद में हम, ओम मानी 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 पद
Mani Padme Hum, Om Mani Om Mani Padme Hum, Om Mani Padme Hum. Om Mani Padme Hum, Om Mani Padme Hum, Om Mani Padme Om Mani Beham, Om Mani Om Mani Beham, Om Mani Mani Beham, Om Mani Beham, Om Mani सम्पूर्ण उपासक उपासिका विभिन्न संघ संस्थाबाट उपस्थित भएका महानुभावहरू, हामी आजको यस अन्तिम मार्मिक कार्यक्रम थियो। यही मार्मिक कार्यक्रमको सँगसँगै आजको कार्यक्रम समापन भएको घोषणाको सँगसँगै यहाँहरू माझबाट म बिदा हुन चाहन्छु। धन्यवाद। तुझी चाहिँ तस्ले यो भदौ 23 र 24 गते ज्यान गुमाउनुभएका परिवर्तनको लागि आवाज उठाउँदाखेरि आफ्नो ज्यान गुमाउनुभएका सम्पूर्ण वीर शहीदहरूप्रति हामीले भावपूर्ण श्रद्धाञ्जली र उहाँहरूका नाममा गरिएको दीप प्रज्वलन कार्यक्रम अब यही सम्पन्न भएको छ र यस कार्यक्रममा धेरै जनसमुदायहरूको उपस्थिति, यति ठुलो उपस्थिति र यति धेरै जसले हाम्रो यहाँ भित्तपट्टिको ठुलो घन्टीको छेउको बत्ती लिनु भएको छ, मार्बल लिनु भएको छ, यहाँहरूले जुन ठाउँबाट लिनु भएको त्यहीँ राखिदिनको निम्ति म अनुरोध गर्न चाहन्छु। र माटोको जसले माटोको माटोको बत्ती लिनु भएको छ, यहाँहरूले यो अगाडिको हामीले एक ठाउँ जम्मा गर्ने व्यवस्था गरेको छौँ। यहाँ जम्मा गरिदिनको निम्ति पनि सबैलाई म अनुरोध गर्न चाहन्छु। जसले
भित्रपट्टि यो ठुलो घन्टीनिरको मार्मी अथवा बत्ती लिनु भएको छ त्यही ठाउँमा पुर्याइदिनु होला र माटोको मार्मी लिनेहरूले जताभावी नराखिदिनु होला र हामीले यो खुल्ला ठाउँमा एक ठाउँमा जम्मा गर्ने गरेका छौँ त्यस ठाउँमा नै राखिदिनको निम्ति सम्पूर्ण महानुभावहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सबै महानुभावहरूले जसले तपाईँले यो घन्टीको ठुलो घन्टीको बत्ती लिनु भएको छ मार्मी लिनु भएको छ यस बत्तीलाई चाहिँ तपाईँले यथास्थानमा राखिदिनको निम्ति अनुरोध गर्दै जुन माटोको बत्ती लिनु भएको छ उहाँले चाहिँ यो खुल्ला ठाउँमा एक ठाउँमा जम्मा गरिदिनको निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। उद्धार होस् भन्ने कामना सहित उहाँहरूको लागि बत्ती यहाँनिर राखेको छौँ। यहाँ धेरै बत्तीहरू बालिएको छ। उहाँहरूको सम्पूर्ण वीर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरूको आत्माले शान्ति पाओस्, आत्ममुक्ति होस्, उहाँहरूको वैकुण्ठवास होस्, स्वर्गमा वास होस्, त्यही कामना गर्दछौँ। राख्नु त्यहाँ घरको पनि बत्ती सल्काएको छु मैले यहीँ राखेको छु। वीर शहीदहरूको चाहिँ आत्माको मुक्ति पाओस्, जन्म जन्मको लागि स्वर्गमा बास होस्, कुनै नहोस्। ज्यानको बलिदान दिनुभएको छ देशको लागि, जनताको लागि। उहाँहरूको ल आजको यस श्रद्धाञ्जली कार्यक्रमको यहीँनिर अन्त्य गरिन्छ। कार्यक्रमहरू यहाँ समापन भइसकेको छ र यहाँ अझै बाक्लो उपस्थिति छ मान्छेको। यहाँ तमाम बत्तीहरू बाल्ने काम भइरहेछ। धन्यवाद सबैजनालाई, यहाँ उपस्थित हुने सबैको पनि उद्धार होस्, सबैको जय होस्। मृत शहीदहरू जसले शरीर गुमाए उनीहरूको स्वर्गमा बास होस्, कुनै पनि कष्ट नहोस् भन्ने कामना सहित हार्दिक श्रद्धाञ्जली।